म उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा पहिलाको गृहमन्त्री पक्राउ परे, उपप्रधानमन्त्री पक्राउ परे, सांसद पक्राउ परे, त्यतिखेरको सरकारको सचिव पक्राउ परे, सबभन्दा ठुलो धनी परिवारको व्यक्तिहरू पक्राउ परे र यस्तो एउटा परिस्थिति सिर्जना गरियो कि भ्रष्टाचार गरिया छ, कानुन उल्लङ्घन गरिया छ, अपराध गरिया छ भने जोसुकैले गरेको भए पनि, जहिले गरेको भए पनि कानुनको दायरामा ल्याइ छाडिन्छ भन्ने व्यवहारिक रूपमा हामीले यो पुष्टि गर्यौं हैन। र नेपालमा एउटा सुशासनको एउटा अभियान अब अगाडि बढ्यो भन्ने सबैको आशाको सञ्चार भयो हैन। तपाईले सुन्नु भएको छ नि, भुटानी शरणार्थ काण्ड, ललिता निवास काण्ड, बाँसबारी छालाजुत्ता काण्ड, सुन तस्करी काण्ड, सबैमा ठुल्ठुला व्यक्तिहरू पक्राउ परे हामीले नै। अनि तपाईहरुलाई यो पनि थाहा छ कि मिटर ब्याजी पीडितहरूलाई न्याय दिन भनेर मिटर ब्याजी सम्बन्धी कानुन ल्यायौं हामीले नै, आयोग बनायौं, सिडिओ अफिसमा सहजीकरण समिति बनायौं, 26,000 मिटर ब्याजी पीडितहरूले उजुरी दिए, 5,000 को हामीले चाहिँ घर गडेरी फिर्ता गर्यौं, तमसुक च्याद्यौं कानुनी रूपले नै र मुक्त गर्यौं। अझै काम गर्न बाँकी थियो, हामीलाई काम गर्न दिइएन।